हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज हामी चाहिँ आज बुस्ने डाँडा पिसिल जान आँटेको आधा बाटो चाहिँ आइसक्यो बिर्सेछु भिडियो बनाउने अहिले चाहिँ हामी भुलभुले आइपुग्यौँ त्यहाँबाट यस्तोरी 1.5-2 घन्टा कति लाग्छ यो चाहिँ भयो भुलभुले बजार तर यहाँबाट देखेको छैन गाइज अब हामी हिँड्छौँ हाम्रो स्ट्रगललाई हेरिदिनु होला चलो मिनी भ्लग बनाउने भन्थ्यो त बोकेर गाइज मैले यो छाता भर्खरै लिएको गाइज 450 हालेर किनेको छाता हो यो थाहा छ यस्तो ढङ्गले 3 घन्टा लाग्ला जस्तो छ खोर्सानी फुल भन्छ यसलाई जुस पनि भन्छ जुस ल खाऊँ त कस्तो गर्ने भने गाइस रेड बुल छ त गुलियो आउँछ है 5 मिनट हिँड्यो 10 मिनट आराम गर्ने 5 मिनट हिँड्ने 10 मिनट आराम गर्ने हामी बेलुका बेलुका बस्ने गरी जाने हो जति बेला पुगे नि हुन्छ यस्तो भएर अरूहरू कति बेला आइपुग्ने हो झन् ल सनस्क्रिन लगाइदिउँ त काली मान्छे काली भइसक्यो ल गाइस अब हामी आधा बाटो आइपुग्यो अब हाम्रो यात्रा स्टार्ट भयो त्यहाँनिर म सनस्क्रिन पनि देखाउन चाहन्छु कुन चाहिँ सनस्क्रिन युज गर्दाखेरि म जस्तो राम्रै हुन्छ भन्ने कुरा भनेर भन्न नमिल्ने त्यो सनस्क्रिन चाहिँ डिनासरको हो ए हावा खाँदै यहाँ सरर खुट्टैदेखि हेर्न सक्नुहुन्छ ल गाइस यहाँ अब मेकअप प्रडक्ट्सहरू देखाउने यो प्लमको सनस्क्रिन भयो अनि अर्को पनि छ होला यो हो फेरि टिन्टेड सनस्क्रिन के अरे टिन्टेड सनस्क्रिन यो भयो यसले चाहिँ फेरि फाउन्डेसनको काम पनि गर्छ गाइस यो एकदम राम्रो छ बट्टा पनि भित्रको प्रडक्ट भन्दा मलाई बट्टा मन पर्यो यसको चाहिँ स्मेल मिठो हुन्छ तर यो प्लमको पनि सबै कुरा राम्रै हुन्छ सनस्क्रिन फेस वासदेखि लिएर यो मान्छे यतिकै गोरी भएको होइन गाइस यस्तै यत्रो झोलैभरि बोराइभरि सामान धस्छ नि अनि राम्रो भयो हो हाम्रो मस्याङदी गाउँपालिकाको कार्यालय नयाँ भवन यो हो यो सेतो हो यो कार्यालयको नयाँ भवन मलाई थाहै छैन यस्तो कुराहरू मलाई थाहै हुँदैन फेरि किनकि म अलिक पिछडिएको वर्गमा पढ्छु गाइस को प्राइस चाहिँ रहेको छ कति हो अरे प्राइस 1600 थियो अहिले चाहिँ घटेर मैले 1200 यहाँ छ टिमुरको बोर्ड पनि रहेछ यसलाई भन्छ टिमुर आधा घन्टाको बाटो हिँडिसक्यो गाइज हामी 11 बजे होइन 10 बजे हिँडेको थियौँ क्या हो खुरीबाट ए गाडीबाट अच्छा भुलभुलेबाट ल यस्तो यो चाहिँ एकदम पुरानो के भन्छ यसलाई थुथु गरेर त्यहाँ नि नजर फालेको भन्छ अरे यहाँ चाहिँ हामी पानी खान आँटेको यहाँ चाहिँ थोरै घरहरू रहेछ खै चरा ए गाइस यहाँ चरा पनि के चरा हो अनि यहाँ गाउँ पनि देख्न सक्नुहुन्छ यस्तो मजाले बाटो कहाँबाट हो थाहै भएन गाइस हामीले बाटो चिन्दै यहाँबाट जान लाग्यो बजेले के गर्न जाने मन बाटो
गाइस यहाँ चरा हेर्ने चरा अघि पनि देखाएर तपाईँले देख्न सक्नुहुन्छ गाइस यहाँबाट रे बाटो चाहिँ यहाँ बजे खतरा कन्भर्सेसन चलिरह्यो के गर्न जाने वन बाटो बाटो त यहाँबाट हो हेर्नु हाम्रो हिँडाइको डिफ्रेन्ट यहाँ हामी दुईजना म त हिँड्न सक्छु यो मान्छेलाई डोराएर यस्तो भयो त सबभन्दा भारी ब्याग उसले बोक्या त्यही मान्छे अगाडि गयो ल खोल्नुहोस् त खाइदिउँ ला बिस्तारै अनि यहाँ छ रुखको पनको पात सेपमा क्यान्सर भएको छ यो रुखलाई पनको पात सेपमा यहाँ हार्ट ब्रेक भएर ब्रेक फेल भयो यहाँ यो चौतारो चाहिँ होइन उहाँ माथि हो जस्तो छ चौतारो बा क्यान्सर भएको रुखमा बसिरहेको गाइस यहाँ कस्तो राम्रो फुल फुल्यो है यो फुल यस्तो मिठो बास आउँछ ल गाइस हामी एकदम जङ्गलको मिडलमा आइपुग्यौँ है यहाँ माथि मसरुम पनि रहेछ म टिपेर आउँछु अब जाने चाहिँ कसरी नखानेवाला हो कि के हो ए छाता ओढाउन न चप्पा किप्पर सेट गाइस मेरो दुःख यस्तो गरेको अहिले हत्या गर्यो हामीले यहाँ आज तर यो भरिसम्म त कुहिन्थ्यो अब यसलाई यहाँ यस्तो राखिदिनु पर्छ अनि यसलाई यसरी फालिदिनु पर्छ अब हामी समोसा खान्छौँ खै हाम्रो समोसा कुन खाँदै 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 जाँदै जाँदै पिउँदै यहाँनिर छ हाम्रो समोसा ल गाइस हामी यो चौतारामा कुद्दैछौँ अनि यहाँबाट आउँदैछ हाम्रो साथीहरू नाच्दै नाच्दै सर्बियन डान्सर ल देख्न सक्नुहुन्छ हालत यस्तो यस्तो कस्तो कस्तो भएर आहा खै त अर्को फुल ब्ल्याक फुल व्हाइट यहाँ म फेरि फुल ब्ल्याक लगाएर आएको छु आज मेरो लुगा यहाँ पो लाग्छ आज मेरो फेभरेट कलरको लुगा यहाँ चाहिँ जिगज्याग छ यहाँ फुल ग्रे छ यहाँ फुल व्हाइट अनि यहाँ कालो मान्छेले कालै लगाएर आहा अनि यहाँ छ हाम्रो सोल्टिनी अनि माइजू ल ल यो हालत यस्तो हो गाइज यी हालत ठुलो बोसो एक पाउ घटायो होला एक पाउ बोसो खुलित्त घट्यो होला यहाँ माइजूको चाहिँ गाडीको कुरा हुँदैछ गाइस यहाँ चाहिँ बनाना मैले ल्याएको बनाना 3 घन्टा 4 घन्टा 3 घन्टापछि फाइनली हामी सँगै कम्प्लिट भएका छौँ ल गाइस गो गो ल एकदमै ट्रेकिङ आएको हामी एकदमै ट्रेकिङ आएको हामी हेरी हिँड्दैछ गाइस यहाँ जुका देख्न सक्नुहुन्छ अघि एउटा फक्लकै पाकेर झरिसक्यो त्यो चाहिँ
भेट्टा होइन गाइस यहाँ पसिना पसिनै हेर्न सक्नुहुन्छ दारी पनि टिस्यु हेर्नु न गाइस टिस्यु यहाँ दारी पनि पसिनाले टिस्यु टाँसिएको गाइस ल जाऊँ हिँड्दा 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 पानी पनि पर्यो स्वागत छ मेरो ब्लगमा कस्तो भयो त आजको एक्सपिरियन्स बोल्ने जाँगर नि आएन हिँड्ने जाँगर पनि आएको छैन यस्तो छ हालत चाहिँ 2 घन्टाको यात्रा गर्नु छ गाइस हामी मेरो हालत यस्तो हो यहाँ खुट्टाको हालत देख्न सक्नुहुन्छ अबे चाहियो कहीँ तम तारे फुल होला गाइस यहाँ आल्चा पाकेको छ चोरपस्यो चोरपस्यो चोरपसीको अनि यहाँनिर छ भुस्मीको स्कुल गाइस भुस्मी गाउँ यही हो यहाँ मुनि पनि थोरै बस्ती रहेछ अनि यहाँ माथि पनि राम्रो रहेछ गाउँ बस्ती तामाङ बस्ती हो गाइस यो चाहिँ गुरुङ कोलाहरू यहाँको घरहरू हेर्न सक्नुहुन्छ यस्तो राम्रो 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 डिजाइनको बनाएको छ यहाँनिर टिकटकहरू बनायो भने कस्तो राम्रो आउँछ होला भुस्नेभन्दा माथि आइपुग्यौँ हामी म लास्टमा छु त्यो डाँडा पुग्नुपर्ने हेर हाम्रो इच्छा यहाँ हाम्रो बन्दैछ खाजा गाइस मेरो पनि त्यस्तै छ वास्तवमा भन्नुपर्दा यो अलिक कुरकुरे खानुहुन्न रहेछ बाटो यस्तो हो खाजा खाएर हिँडेको बाटो त एकदम यहाँ खतरा सिँढी हालेछन् गाइस यहाँ प्रोटेक्सन लेभल देख्न सक्नुहुन्छ यो लालीगुराँसको बोट अनि त्यो फुललाई टिप्न नसकोस् भनेर उयो गरेछ ल पढौँ त गाइस पढौँ त काँडा छ भन्दैमा छैन भन्दैमा मलाई नटिप्नु बरु बनलाई र तपाईँको मनलाई रमाउन पुरा आयु बाँच्न चाहन्छु खतरा लेखेछ त ल गाइस यस्तो हो यहाँ गाइस म त्यो डिल देखाउन चाहन्छु रातो भागमा नटिक्नु होला रे गाइस यहाँ यस्तो हो यो भ्यू देखो गाइस अम्मै नि भिरको बाटोसम्मै छ खनेर गाइस यहाँ डर लाग्यो हामीलाई डर लागेन फल ब्याक गाइस यो भोलि बिहान यस्तो दामी भ्यू देखिन्छ है गाइस टोयलेट हो यो हुन्छ 15-20 मिनेटमा लाग्नु 20 मिनेट त लाग्दैन बिस्तारै गयो भने 20 मिनेट लाग्छ त्यही डाँडामा हो हामीलाई त आधा घन्टा नि लाग्छ होला अरे होइन पानीले भेट्ला भनेर के ए ल अहिले पानीले काट्दा पनि के हुँदैन नानी हस् धन्यवाद यस्तो दामी त लेक हो गाइस हाम्रो गाउँमा यस्तै लेक छ यस्तो डेभलप चाहिँ भएन तर बाटो चाहिँ यस्तो होइन लेक चाहिँ यस्तै छ यस्तो यो भन्दा राम्रो भ्यू देखिन्छ ओ बेसी सहर गाइस बेसी सहर दिस इज बेसर अब यहाँबाट नि हामीलाई 15-20 मिनट जति लाग्छ कि हामीलाई चाहिँ लाग्छ जम्मा 30 मिनट अब हामी आइपुग्यौँ पिसिल पानी असिना हुनसक्छ अरे छिटो जाऊ भन्नुभयो आन्टीले अङ्कलले यहाँबाट यस्तो देखिन्छ वाउ यो चाहिँ हाम्रो लमजुङमा हो गाइज डु भिजिट
आवर लिम्जुक भिलेज मर्स्याङदी गाउँपालिका वडा नम्बर कति हो थाहा छैन तर यो भुस्नीमा हो गाइस एकदम राम्रो छ ठाउँ चाहिँ यस्तो ठाउँमा बनाउन त कति लाग्यो होला हौ टाइम त पनि पर्यो आमाको फोटो पनि हेरिदिउँ गाइस यहाँ मान्छे चढ्छ भनेर यहाँ चाहिँ काँटी यस्तो ठाडो ठाडो भनेर हो नि आमा त आमा दर्शन आमा ए आमा यहाँ आमा हजुर यो चाहिँ हो देउराली गाइज यसलाई भन्छ देउरालीमा ढुङ्गा गाडेको लाली गुराँस एउटा थुङ्गा मात्रै रहेछ अब त सिजन सक्यो नि त त्यही भएर एउटा मात्रै बाँकी रहेछ गाइज अब त आइपुग्यो पेसेल हामी एकचोटि हाम्रो गाउँको लेक जाँदाखेरि यस्तै ठाउँमा किरा खोजेको थियो कि यार्स गुम्बा अनि यहाँनिर छ आइसेल अनि सेयरिङ इज केयरिङ गाइज इफ यु थिङ्क आई विल इटिङ ल खाने हो गाइज 2 पिस 3 पिस काशी नहीं खाएगी ये मिठा है काशी दिदी बस साल रहे तिमी फर्स्ट टाइम न यो 4 वटा त्यो तैले मन्दी होइन फक्कै पार्यो मैले छाता किनेर ठिकै गरेछु है ठिकै गरेछु तर त हामी त डबल ओर्नु पर्ने हुन त अहिले त डबलै छ त्यही पनि आकाश यस्तो भने गतिलै वेदरमा आइसक्यो हामी त भोलि बिहान चाहिँ पढ्नु भएन कि गाइस अहिले जति परि नि भोलि बिहान छर्लङ्ग भइयो भने हामी कति खुसी हुन्छौँ हाम्रो इन्टरभ्यू भइसकेको छ पिसिलमा यहाँ खतरा खतरा डनहरूको पिसिलमा इन्टरभ्यू भइसकेको छ गाइस मेरो कुरामा जमुना सर हाँसिङ डन पिसिल रिसोर्ट हार्दिक स्वागत गर्दछौ कपाल फुस्क्यो ल यस्तो हो एक हालत यिनीहरू छाता ओढ्या म क्यामेराम्यानलाई छाता नओढाउने यस्तो गरे बस्यो त्यहाँ माथि त यो त टावर हो कि के हो वाइफाईको टावर हो कि के हो यो त बाङ्गो देख्छु त गाइस हुन त अहिले पानी खत्रै परेको के यस्तो गर्मी भएर गौतम बुद्ध त यस्तो गरेर बस्या त यस्तो गरेर हेर्नु न शिवजी पनि हुनुहुँदो रहेछ गाइस यहाँ हिमाल पनि आर्टिफिसियल ए कछुवा रे फेरि क्रोकोडाइल रे के बोल्या बहिनी के बोल्या ओइ बहिनी ल है गाइज आफ्नो आफ्नो एक्सपिरियन्स यहाँ बताम त लकासी थकित हामी कति बजे हिँडेको कति बजे आइपुग्यौँ 5 बजे आइपुग्यौँ लङ्गर्स्यो कस्तो हो हालत बेहाल छ जिन्दगी ल जमुना सर ल निजो आफ्नो आफ्नो यहाँ धारणाहरू के छ त हाल खबर मेरो झन् खुट्टा पुरै दुख्या गाइस मान्छे चाहिँ छन त छ होला तर कहाँनिर छ हामीलाई अब हामी एकछिन वेटमा बस्नुपर्ने हुन्छ वेटिङ फर यो चाहिँ मुढा हो गाइस यो डाइनिङ टेबल पनि मुढाकै डिजाइनको हो स्टाफ पनि देख्न सक्नुहुन्छ
गाइस हामी आएर बसेको रुम चाहिँ यहीँ पायो अब यहाँभित्र छिर्छौँ गाइस चप्पल फुकालिङ एन्ड देन यहाँ त झन् यो पर्दा खोल्यो भने पुरै खोल्यो भने यस्तो उज्यालो हुन्छ होला यहाँ चाहिँ टिकटक पनि बनाउनु मिल्छ गाइस यहाँ चाहिँ यस्तो लाइन चाहिँ छैन क्या हो स्विच देखेन त स्विच देख्दिनँ त नो स्मोकिङ हामी स्मोकिङ गर्दैनौँ यहाँ त हाम्रो डिस्को बार पो भयो त डिस्को बार ओ स्विच कहाँ रहेछ यहाँ रहेछ गाइस यहाँ अब म फोन चार्ज जाऊँ न सर टाइप सीको चार्जर दिनुहोस् त हजुर थ्याङ्क यू गाइस मेरो थिएँ यो फोनमा डाटा तानेर मैले हटस्पट खोलिदिएको के यो फोन चाहिँ अफ हुनु भएन ए नेट सेट चाहिँदैन दिस इज अर्को फोन मेरो अनि यो फोन अफ भयो भने चाहिँ हाम्रो उयो गर्छ जान्छ वाइफाई गाइस हाम्रो डिस्को बार डिस्को डान्सर ल है गाइस हामी चाहिँ यो साइडमा सुत्छौँ किनभने यहाँ किरा पसेको छ यहीँ यस्तो भयो के नगर्ने हुँदैछ हुन्छ भाइ अहिले भ्यू देख्नु हेर्नुहोस् आम्बो म चाहिँ यहाँ डोरी सोरी हालेर रेडी भएर निस्किसकेँ अनि यहाँ भ्यू हेर्न सक्नुहुन्छ हामी सुत्नु चाहिँ यही हो यहाँभन्दा माथि चाहिँ गएन अहिले भात खाने बेला देखाउँछु म यिनीहरू चाहिँ म भोलि पनि देखाउँछु गाइस दिस इज भ्यू गाइस यो चाहिँ बेलुकाको भ्यू भयो होइन अब अघि चाहिँ पानी परिरहेको थियो अहिले चाहिँ यस्तो भइसक्यो यहाँनिर हुँदैछ फोटोसुट हाम्रो कामै यति त हो अब भोलिसम्म भात खाने बेला भयो भोक लाग्यो ल ल भात खान हिँडेको ल भात खान हिँडेको हामी त बहुत ठन्डा ठन्डा है guys this is dining room and then it's a kitchen oh wow and guys म एउटा स्पेशल कुरा देखाउन चाहन्छु यहाँ हेर्नुहोस् टुमटुम टेडेउ तम्बा खाना सेट आ गया हजुर ए हुन्छ रिभ्यू दिन्छु म गाइज ओए कहाँबाट सुरु काँक्राबाट खाइ ल के हो नि यो कडेला ल गाइज रिभ्यू पनि दिनु है खानाको ल खायो ल खानुस् ल कस्तो छ भात भात कस्तो छ मिठो छ एकदम मिठो छ मिठो छ वाउ पानी कस्तो छ पानीको स्वाद कस्तो छ टेस्टी तिम्रो पनि खाए यहाँ ए हो ल खाम त Tem sampai nada ada mana diri ko deh. Toko to bala. स्याबास Makke yo apa? Oh nama apa? त पुरो छले थियो यहाँ Berarti dia pun. Mahal kan? थाल्न हान्थ्यो भा सोच So फिर गड़बड़ाता थे. घर में तो के बोना. मैंने आपको साड़ी बोना. मेरो पनि आए थ्याङ्क यू ल खाए ल
मलाई अनि खान्छ गाइस एक प्लेट खाना थप्पी खाएको हामी। ल कस्तो लाग्यो खाना गाइस? मिठो छ है एकदम। ल फुगु माइजु खाना कस्तो लाग्यो भन्नु त। मिठो है एकदम। खाना भयो भने आउनु होला दिदी। एकदम मिठो यहाँ एकदम लोकल न्युरो अनि आलु पनि लोकल सबै चिज प्राय चिज चाहिँ लोकल हो गाइस। खाना एकदम मिठो रहेछ। ल गाइस हामी खानासाना खाएर पनि यहाँ लम्पछार भइसक्यौँ। आजलाई गुड नाइट। अब भोलि बिहान भेटेंगे गाइस। ओके The next day. गुड मर्निङ गाइज। ल गुड मर्निङ। आजको हाम्रो वेदर यस्तो दामी भए देखाइदिनुहोस् त बाहिर। सरप्राइज। गाइज हाम्रो वेदरले साइलेन्ट बनाइसक्यो मान्छेहरूलाई। यस्तो प्रैंक हो गया हमारे साथ तो प्रैंक। गाइज वी आर रेडी। मेरो मेकअप पनि हेर्न सक्नुहुन्छ। कोही ख्याउ लुङ्गी ख्या पनि हो टिकटक। गाइज हाम्रो ड्रेस यहाँ छ। आजको वेदर त यस्तो हो यस्तो। ओइ छिटो। यो तामाङ ड्रेस अनि यो चाहिँ शेर्पा ड्रेस। यो पो लाउनुपर्छ क्या हो। हुन्छ साइज के घटाउन मिल्छ? उयो दिनु त मलाई। नानी रहेछ हौ। यो 3 पिस वाला हो। लगाइ मान्छे सानो भएपछि यस्तो दुःख हुन्छ। We are ready. नमस्ते। ल यहाँ भोटिनीलाई हाम्रो भोटिनीलाई देख्न सक्नुहुन्छ। यसरी त हो नि हो। यहाँ यस्तो गाइस भ्यू यहाँ लेखेको छ हाम्रो पिस हिल रिसोर्ट लमजुङ। अनि यहाँनिर छ के छ। यहाँ पिङ पनि रहेछ। यो पिङ चाहिँ म यस्तरी खेल्छु। ओइ के भन्छ? टिकटक प्र्याक्टिस हुँदैछ। सब आफ्नो आफ्नो धुनमा छ। अनि यहाँबाट पानी पनि यहाँ दानपेटी पनि रहेछ गाइज। एउटा उहाँ माथि गएन यस्तो हो। यहाँ यस्तो भइरहेको सुटिङ। हेर्नु न हाम्रो अभागी खप्पर। त्यहाँ मुनि चाहिँ घाम लाग्छ अनि माथि चाहिँ के भएको यस्तो गाइस
my outfit. Sherpa dress. Guys, अब यसो फोटो खिच्न जानु पर्यो. हेर्न गाइज यहाँ आमा म यहाँ तलतिर टुर गराउँछु अब गाइज. यहाँ लेखेको छ नो स्मोकिङ. अनि यहाँ छ ओ यो त यस्तो पो रहेछ. ए यहाँ चाहिँ कपालहरूको लागि होला आई थिङ्क. यहाँ छ ऐना. यहाँनिर यस्तो यस्तो रुमहरू रहेछ डन्नै. जति नै अड्छ होला गाइस यहाँ चाहिँ. बत्ती बाल्दैन भनेको बत्ती बल्दैन कि क्या हो यहाँ. यस्तो हो यस्तो रहेछ. यहाँबाट नि जानु मिल्दो रहेछ बाल्कनी. अनि त्यो मुनि पनि देखाउँछु म गाइस. उता हो ढोका त. ए चाहिँ ट्रिपल बेड रहेछ. मान्छे त जति नै अड्दो रहेछ. सर्भिसिङ पनि राम्रै छ गाइस. आउन सक्नुहुन्छ तपाईँहरू. अनि त्यहाँदेखि यहाँ के छ. यहाँ त लक छ. यो देखाउँछु म. यहाँ रहेछ 3टा बेड भएको. एउटा डबल बेड एउटा सिङ्गल बेड. अनि पछि and then यहाँ छ बाथरुम टोइलेट बाथरुम. अनि यो देखाउँछु म. यो स्पेसली यो वाला एउटा अनि त्यो वाला एउटा देखाउँछु. यहाँ त खुदी भनेर लेखा त स्पन्जर हो के हो. वाउ गाइस यो त खतरा रहेछ त. तर उयो चाहिँ कहाँ छ फेरि. चाहिँ यस्तो रहेछ. अनि यहाँ पिक्चर पनि देख्न सक्नुहुन्छ. यो बेडसिट अनि यो टोइलेट होला. यो चाहिँ अट्याच बाथरुमवाला रहेछ. जता गए नि ऐना हेरेर माया लाग्ने धोको फेरि. गिजर हो कि के हो यो. र यो वाला भयो. अब उता नन अट्याच बाथरुमवाला देखाउँछु लास्ट पिस. अनि सबै त्यस्तै हो सबै. अनि यसको यो चाहिँ के हो. वाट इज दिस. ए डस्टहरू फाल्ने हो कि क्या. हेर्न हामीलाई यस्तो धोका दियो वेदरले. उयो यो वाला योले जम्मा यतिले क्या हाम्रो घाम छेकेको. तलतिर पुरै घाम लागिरहेको के. रिस उठ्ने हो. जाऊ पागल बनाइसक्यो पागल. ल अनि यो तलको सिङ्गलवाला देखाउँछु एउटा. अनि सबै त्यस्तै छ. तलको भ्याइयो अनि माथिको बाँकी खाजा खाने बेला देखाउँछु गाइस. अब खाजा खान जानुपर्छ हामी. यहाँ चाहिँ गाडी लेखेछन्. यो भयो नन अट्याचवाला. वाह ल बत्ती त बल्दैन त. ए यस्तो खतरा रहेछ नि त यहाँ. अनि ऐना पनि गाइस स्पेसली यो ऐना त निकालेर घर लानुपर्छ कि के हो. हेर्नु न यस्तो ठाउँमा बस्नुपर्छ त है.
यो चाहिँ ट्रेनमा बसेको फिल हुन्छ होला कि यहाँ बस्यो भने चाहिँ गाइज अब सबै त्यस्तै त होला त त्यही नो स्मोकिङ हामी खाँदैनौँ क्या अरे चाहिँ भने अर्को पनि देखाइदिउँ न एउटा सिट चेन्ज होला भलम यो वाला रुमको नाम हो भलम यहाँ डिफ्रेन्ट रहेछ ऐना गाइस अनि यहाँ छ थर्मस अनि यो घोडाको पिक्चर भयो अनि यहाँबाट चाहिँ जङ्गलको भ्यू हेर्न सक्नुहुन्छ अनि यहाँ मुनि छ बेसी सहर छर्लङ्ग देखिन्छ यो ठाउँमा घाम नलागेर टाउको धुयो मेरो ल त अब तलको भ्याइयो सबै रुम त्यस्तै हो माथिको बाँकी छ अनि यहाँ फुल ओइले छ ल अब खाजा खान हिँडेको खाजा साजा खाएर हामी टाप कस्ने हो यो यति चौटाले हाम्रो घाम छेल्ने है विश्वासघात गर्ने अनि यहाँ देख्नुहुन्छ धरारा टुमडुम टाढ्याउ ग्रुपले खिच्यौँ त गाइज यो काठमाडौँ हो होइन काठमाडौँको धरारा हो यो किचन त देखिहाल्नु भयो हिजो नै त्यही भएर म देखाउन चाहेन खै हेलो अनि को हो यो बाजे को उता फर्केर बस्ने को हो तपाईँ अनि यहाँ त लुगा सुकाउने ठाउँ पनि रहेछ उहाँको सातो गयो खाजा आ गया हाम्रो खाजा हो यो घाम पो लाग्यो अहिले त यो घाम पनि बेलामा आउनु छैन चियाबारी घुम्न जान लाग्यो अघि यहाँसम्म आएको कुकुर भुकेर फर्क्यो के हो ओइ जाऊ के हो आज आउनु त्यो उफ्रिने मात्रै हो कि के गर्नु कि खाऊ खाऊ सातो लग्या लो कुकुर यहाँ चियाबारी देख्न सक्नुहुन्छ यहाँ पनि बेसी सहर घाम नलागेर ड्रेस फुगालिदियो अहिले घाम लाग्यो फेरि सेट धनासिङ यहाँ आउँछ हेलिकप्टर ल चिया बगान एउटा माथि नै उतै के हो देखा त्यहाँसम्म गएर आउँछौँ हामी चाहिँ आउँछौँ हामी तिनजना दुईजना यस्तो बाटो चढ के जाना पड़ेगा ल अरूहरू मानेनन् अनि माथि टोइलेट पो हो कि के हो यो त यो त टोइलेट पो जस्तो लाग्यो अच्छा यता त नरहेछ फेरि काफलको बोट मौरी पालन पनि रहेछ कालो पनि छ नि फेरि बाँकी होइन यहाँ हिजो एउटा देख्यो आज एउटा टिप्न दिनु होला तर टिप्न नै हुँदैन यो खानेकुराको बोट हो गोयाली यो पाकेसी खानु मिल्छ गाइस यो चाहिँ लेकमा पाइन्छ
थाहा छैन दिदीले भनेको नाम चाहिँ। अहिले पो यस्तो राम्रो देख्यो यहाँ हिमालहरू देख्थ्यो क्या अरे त्यता बादल लागेर के भयो के भयो। किचन त देखाइसक्यो अब यतातिर नि त्यस्तै हो खाने ठाउँहरू छ बस्ने ठाउँ छ क्याम्प फायर गर्ने ठाउँहरू छ त्यस्तै छ गाइज। अब टाढाको हिमाल देखाउन पाएन अब यो आर्टिफिसियल भयो नि हेर्नु। कहाँ जाने हो बहिनी? जाने घरतिर अब ल गाइज हामी चेकआउट गरिसक्यौँ है अब 1-2टा फोटो खिचेर गइहाल्छौँ। ल हामी चाहिँ जान लाग्यो नरुनु है। ल बाई बाई अरू दाइहरूलाई नि बाई बाई भनिदिनुहोस्। बाई बाई ओके धन्यवाद। उकालो चढ्नै सकेन। ल हामी हिँडेको अब जाने बेला घाम लाग्छ के गर्नु। बल्ल फोटो खिच्ने टाइम हो क्या यो आमाहरूले हतार गरेर पिसिल आउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। फेरि भेटौँला। थ्याङ्क यू फर भिजिटिङ पिसिल। सी यू अगेन गाइज सी यू अगेन। बाटोहरू चाहिँ यस्तो राम्रो क्या राम्रो बना। A1 हो A1। यहाँ चाहिँ भुस्मेको आन्टी अङ्कलहरू चाहिँ भारी बोकेर आउनुहुन्छ। हामी चाहिँ खत्ते पनि हिँड्न सक्दैन। यसरी भारी बोकेर हिँड्नुहुन्छ। बानी भइसक्यो होला है त। झर्दा त एकैछिनमा झर्ला नि आउँदा पो 5-6-7 घन्टा लाग्यो होला हौ हामीलाई त। हामीलाई त लाग्यो हामी 10 बजे चढेको अनि आउनै हुँदो रहेछ चाहिँ। मान्छे आउँदैछ हामी चढ्दैछौँ। फटाफट आइराख्दो रहेछ अफ सिजन पनि। सिजनमा झन् कति होला फुलमाया फुलकुमारी गुरुङ। यो बाटो किन फोहोर हुँदैन भने गाइज किनभने यहाँ बाटोमा डस्टबिन छ कि हुन्छ होला। यहाँ चाहिँ सरसफाइको नि एकदम मध्यनजर राखेर प्रायोरिटीमा राखेर गरिएको छ। सब चिजको यहाँ उयो हो फेसिलिटीहरू चाहिँ राम्रो छ। आउनु होला भिजिट गर्नु होला। हाम्रो लमजुङ पनि छ यस्तो ठाउँहरू छ गाइज। मान्छेहरू आउँदैछ अझै। यति बेला पो आउनु पर्ने रहेछ कि हामी त हिजो बेलुका बस्ने गरी आयो अनि यति बेला आयो भने दिनभरि फोटो खिच्यौँ बेलुका फर्क्यौँ सकिहाल्यो नि। यसलाई भन्छ देउराली। कसको नाममा गाडेको देउराली हो यो। गाइज हामी चाहिँ अहिले भुस्मे आइपुग्यौँ तल झर्दै। यो ठाउँमा त खेती डेन्जर हुँदो रहेछ क्या गाइज। आलुबारी आलु भनौँ कि के भनौँ कि सब चिज छ क्या यहाँ त। तरकारीहरू हुँदो माटो राम्रो छ कि यहाँको रहेछ कि हो छ कि फेरि रहेछ गाइज। माटो राम्रो रहेछ अनि गराहरू नि राम्रो गतिलो रहेछ।
जाँदाखेरि 3 घन्टा लागेको बाटो आउँदाखेरि आधा घन्टामा झर्यो हामी त्यो डाँडाबाट झरेको त हो नि ल अब हामी फर्क्यौँ उहाँ तलको एउटा ठुलो गरा देखाउँछु मलाई झ्याउ लाग्यो गाइस यहाँ के को ब्याड पनि जमा खायो ऊ बेडमा पनि यहाँ त हरेक चिज के हरेक चिज पर्फेक्ट खै हेर्दा मात्र त्यस्तो देखा हो कि त्यस्तै हो कि घरहरू एकदम राम्रो के बाटो झन् आम्मामा भन्नै पर्दैन यहाँ चाहिँ फेरि काँक्राको बेडमा जमाएको रहेछ गाइस बुझ्न आइपुग्यो खुट्टा यहाँ यस्तो भाइ के गर्नु आफ्नो इच्छाले हिँडेपछि हिँड्नै पर्यो घरहरू नि हेर्न सक्नुहुन्छ यस्तो छ यो चाहिँ देवीथान जाने बाटो अब ठुलोवाला ठुलोवाला आलुबारी देखाउँछु म यहाँको सबभन्दा ठुलो यही होला त्यहाँ नि के ब्याड हो कि के गर्न ला हो कि के हो ब्याड होइन त्यो टमाटरको खेती गर्न ला होला यही हो ठुलो सबभन्दा यो भयो बिस्मी गाउँ बिस्मी तामाङ बस्ती धनिया नि जमाइ छ यहाँ आयो हरेक चीज है इधर हरेक चीज क्या कुछ नहीं है ए एउटा कुरा देखाउँछु म ढुङ्गाले छाएको घर यस्तो त पहिला हाम्रो गाउँमा नि थियो अनि हामीले त थाहा पाएनौँ आगो लाग्यो भएर अनि पुरै भत्काएर अर्को बनाइन्छ अहिले चाहिँ हाली चाहिँ छैन तिमीलाई फ्लड गरे बुस्मीको सोल्टीहरू फाइनली हामीले गाडी पाए आउने बित्तिकै कुर्नै परेन एकदम खुट्टाको नङै निस्क्यो कि जस्तो फिल भइरहेको मलाई यहाँ कस्तो दुख्यो घर गएर देखाउँछु गाइस ल अब चाहिँ पछि पुगिन्छ घर आजलाई यति नै योभन्दा अगाडि मलाई बनाउने हिम्मत छैन थ्याङ्क यू वाचिङ द भिडियो बाई बाई गाइस ल